हमिङबर्ड चराहरू नेपालमा चाहिँ आजसम्म पक्कै छ हमिङबर्ड चरा चाहिँ जब फुलको रस चुस्न जान्छ नि त्यो पखेटा देख्नुहुँदैछ नि 1 मिनेटमा 70 देखि 75 पटक पखेटा हल्लाउँछ भने पखेटा हल्लाउँछ। हमिङबर्ड चराले 1 मिनेटमा 70 देखि 75 पटक पखेटा हल्लाउँछ 1 मिनेटमा। अझै 1 सेकेन्ड पनि लाग्दैन सो पखेटा हल्लाउनको लागि, त्यति धेरै उसले पखेटा हल्लाउँछ। 1 मिनेटमा 70 देखि 75 पटक पखेटा हल्लाउँछ। तर चिललाई तपाईँले हेर्नुहोस् त, चिल चाहिँ बेग्लै स्पिडमा पुरा शक्ति लगाएर चिल चाहिँ आकाशको उचाइमा जान्छ। अनि उसले पखेटा हल्लाएर नि आकाशको उचाइमा पुग्छ। अनि माथि पुगेपछि चिलले फेरि पखेटा हल्लाउँछ, हल्लाउँदैन। अनि अङ्ग्रेजीमा सोरिङ भन्छ नि, चिल चाहिँ आकाशको माथि पुगेपछि चाहिँ उचाइमा पुगेपछि चाहिँ चिलले आफ्नो पखेटा भिजाएर आराम गर्छ। मैले किन उदाहरण दिएको भन्दा चाहिँ नि यो हमिङबर्ड चाहिँ यति बिजी उसको पखेटा हल्लाउँदैन। 1 मिनेटमा 70 देखि 75 पखेटा हल्लाउँछ, यति बिजी छ सो लाग्यो। अनि यो हमिङबर्ड चाहिँ 4 वर्षदेखि 5 वर्ष मात्रै बाँच्छ, यसको लाइफ एकदम सर्ट छ। तर चिल चाहिँ बेगले उडेर गए तापनि आकाशमा गएर पखेटा भिजाएर आराम गर्छ, आरामले जीवन जिउँछ। अनि चिल चाहिँ 24 देखि अब 30 वर्षसम्म बाँच्छ। यसको हाम्रो जीवनमा त्यति धेरै हतार पनि हुँदैन। अनि तपाईँ देख्नुभएको छ हतार रोग लागेको, हतार रोग लागेको मात्रै देख्नु भएको छ। भातको लाइनमा अरूलाई ठेल्दै बसेको देख्नु भएको छ, त्यो चाहिँ हतार रोग लागेको भन्नुहोस्। हतार रोग लागेको देख्नु भएको छ नि है। कोही बेला हुन्छ नि गाडी कुदाउँदै जाँदाखेरि अगाडि गाडीले बाटो छैन परापुको हर्न बजाइरहेको छ नि, त्यो चाहिँ हतार रोग लागेको मान्छे। तपाईँले हर्न बजाउँदाखेरि बाटो खुलेर ठुलो हुन्छ र हुँदैन नि, बाटो त्यही हो नि, टाइम लाग्छ नि त्यो अगाडि गाडी पास हुनुको लागि। अनि हामी कति नेपालीहरू एकदम धेरै हर्न बजाउँछौँ, त्यो चाहिँ हतार रोग लाग्यो। हतार रोग लागेको मान्छे तपाईँ देख्नुहुन्छ। यस संसारमा हाम्रो जीवन चाहिँ एकदम रसमा दगुरिरहेको छ।